सो फाइनली गाइज अहिले म निस्किसकेको छु भ्लग बनाउनुको लागि। सो अहिले चाहिँ म मासतिर जाँदैछु। सो सबजनाले कुलेखानीको भिडियो हेरेर रमाइलो गरिदिनु भयो होला, म यही भन्छु तपाईँहरू सबजनालाई, किनकि भिडियो त्यतिकै बवाल एडिट थियो, सब बवाल थियो होइन। सो आज चाहिँ हामी नयाँ बाटोबाट जान्छौँ माथि। सो त्यही हो। पेट्रोल पनि छैन धेरै, 2 लाइन मात्रै छ, टेन्सन छ।
अहिले चाहिँ हामी गुम्बा जाँदैछौँ। सो अहिलेको भ्यू चाहिँ अब कस्तो हुन्छ हामी माथि गएर देखाउँछौँ है तपाईँलाई सब भ्यूहरू के छ। मन्दिर आइसकेको छ। मन्दिरबाट चाहिँ ठ्याक्क यतापट्टि छिर्नुपर्ने हुन्छ गुम्बा जानको लागि चाहिँ। गुम्बा जाने बाटो त बन्द भइसक्यो यार। ल्याङ भयो नि त गाइजहरू, अब के गर्ने हामी। जाने नै हो ल है त। हामी त गए गाइजहरू, यसरी नै गए। किनकि अब मलाई आँट त आउँदैन थियो। अब बुलेटै गएपछि अब हाम्रो अब क्रस फायर त गइहाल्छ नि। टायर पाल पऱ्यो भने चाहिँ टेन्सन हुन्छ नि त्यसमा।
ल फाइनली गाइज अब चाहिँ म डाँडा गाउँबाट निस्किसकेको छु। अब चाहिँ म घरतर्फ लाग्न थालेको छु। सो अघि पनि बाटो त्यस्तै थियो, अब बाटो हेरेर रमाइलो गर्नु होला। अब अनुहार त त्यस्तै हो, अनुहार त देख्दैन। सो त्यही हो। सो मैले अब अघि नै हजुरहरूलाई भनिसकेँ इन्ट्रोमा नै, अब कुलेखानीको भ्लग आएको छ, हेर्नु होला। अब त्यहाँ मेरो अब त्यस्तै खालको छ इन्ट्री। सो कृपया रमाइलो गर्नु होला त्यो इन्ट्री हेरेर। सो त्यही भन्छु, अरू त अब के भन्नु हो, माया गर्ने मान्छेले यसो नै गरिहाल्छ, अब नभन्नेले गर्दैन। सो त्यही हो। अब हामी के हुन्छ सब रमाइलोहरू हामी अब सेयर गर्दै गर्नुपर्छ। सो मेरो त यो खासमा भन्नुपर्दाखेरि बिगिनर टाइम हो क्या। अब म बिस्तारै अगाडि त बढिहाल्छु। सो अब मेरो प्लानिङ पनि छ, अब त्यो प्लानिङ त अहिले नभनौँ होला, सक्सेस भएपछि म भनिहाल्छु। सो म कहाँ कहाँ गएर भ्लग गर्छु भनेर अब हजुरहरूले हेर्दै गर्नु भएपछि हजुरहरूलाई थाहा भइहाल्छ नि। सो अहिले चाहिँ हामी डाँडा गाउँबाट हिँडिसकेको छौँ। बाटो चाहिँ यस्तो छ, अब अलिकति अगाडि गएपछि ढलान गर्न लाग्यो जस्तो बाटो छ, केही छैन। सो त्यही हो, भ्लगलाई इन्जोय गर्नु। अब यहाँबाट आज खासै राम्रो भ्यू त देखेन, नभए हजुरहरूलाई म भ्यू देखाउँथेँ। सो त्यही हो। बाटो चाहिँ अलिअलि कच्ची नै छ। हाले सो अघि हामी आएको ठाउँ आइपुग्यौँ। सो यहाँको चाहिँ बाटो त्यस्तै छ, बिस्तारै जानुपर्ने हुन्छ। यहाँ चाहिँ टायर पल पऱ्यो भने टेन्सन हुन्छ। सो मेरो युट्युब मोनिटाइज हुन चाहिँ अब मलाई लगभग 912 सब्सक्राइबर चाहिरहेछ। सो जहाँसम्म हुन्छ, अब तपाईँहरूले मेरो भ्लग हेर्दै हुनुहुन्छ, जहाँसम्म लाग्छ मलाई मोनिटाइज पनि छिट्टै हुन्छ। सो छिट्टै भएको राम्रो, हजुरहरूलाई पनि राम्रो, मलाई पनि राम्रो। किनकि अब यो भ्लगिङ कम्युनिटीमा हिँडेपछि चाहिँ अलिक गाह्रै हुने रहेछ क्या। अब हाम्रो खर्च हुन्छ यत्तिकै, अब जोतमा हिँडेको छ, अब पेट्रोलको खर्च, ह्यान्ड खर्च, खाजा खर्च, सब खर्च हुँदो रहेछ। पहिला चाहिँ अब जे कुरामा नि इन्भेस्ट पहिला गर्नुपर्छ नि त। सो त्यही हो कुरो। सो इन्भेस्ट गर्दै गर्नुपर्छ। सो अगाडि बढ्दै गर्नुपर्छ। सो त्यही हो। सो अब चाहिँ म डाइरेक्ट होम घर जान्छु, अनि त्यसपछि अब के हुन्छ
त्यही हो अब बिस्तारै बिस्तारै अब यो बाइक कुदाएर मात्रै अब राम्रो भ्लग होला जस्तो चाहिँ मलाई लागेन। अब मुकबाङहरू हेन त्यहाँ अब जे जस्तो हुन्छ मेरो लाइफमा घटेको घटना अथवा अब के हुन्छ म के गर्छु के खान्छु अनि सब मैले देखाउनुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। सो अब यत्तिकै चाहिँ नहोला जस्तो लाग्यो। सो त्यही हो अब चाहिँ म देखाउँदै गर्छु सब के हुन्छ कहाँ हुन्छु म सब देखाउँछु। सो त्यही हो अब अरू त के भन्नु अब यहाँ एउटा राम्रो मन्दिर छ नारायण मन्दिर। सो त्यही मन्दिरलाई हेर्नु होला तपाईँहरू सबजना। सो मन्दिर चाहिँ म देखाउँछु अब तपाईँलाई। सो अलिकति धेरै त होइन अलिकति देखाउँछु अलिकति मन्दिर चाहिँ यस्तो छ है। यो मन्दिरमा चाहिँ यस्तो दर्शन सर्शन बेला बेलामा गर्न आउनु होला। राम्रो छ विष्णु भगवान् सुतिरहेको छ। अनि यहाँ अब खासै त्यस्तो एक्सपेन्सिभ त छैन अब तपाईँहरूले अब त्यही हो यहाँसम्म आउँदाखेरि त्यस्तो राम्रो ठाउँ पनि छैन। सो भ्लग गर्नको लागि ठिक हो अब घर वरिपरि पर्छ यो ठाउँ। सो त्यही भएर हामी आइरहेको हुन्छु। सो त्यही हो हाम्रो मामाहरू यता बस्नु भएको छ। अब चेकिङ टाइम सुरु भयो नि त। त्यही भएर मामाहरू यता मामापछि चेक गर्दै हुनुहुन्छ। तर हामीलाई बालै छैन त्यो कुरामा।
फाइनली म घर पनि आइपुगिसकेँ। सो मेरो भ्लग यहीँ टुङ्गाउन चाहन्छु। सो जसले मेरो भ्लग हेरिदिनु भयो, रमाइलो गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरू सबैजनालाई। सो थ्याङ्क यू फर वाचिङ।